धेरै नजिक नजानु है मम्मी, बिस काल्देला। वेलकम टु आवर च्यानल। हेलो हाई नमस्ते केही त भन्नु। हेलो एभ्रिवान। सेन्ट्रल गार्डनमा हजुरको स्वागत छ मम्मी। सेन्ट्रल गार्डन। मम्मी गाडी आयो त साइड लाग्नु। यता उभिनु न मम्मी। हजुर क्यामेरा मोबाइलको क्यामेरा उठाउने सेल्फी स्टिकै होइन अस्ति न लामोवाला कहाँ थियो र मसँग त्यस्तो। यहाँ त कङ्गारुहरू पनि छ मम्मी। फिसिङ स्विमिङ गर्न मनाइ छ अरे है यहाँ। माछा मार्न पाइँदैन है, पाइँदैन। वाउ यहीँबाट देखे झर्ना। मम्मी हेर्नु कस्तो चरा। बकुल्ला भन्थे होइन मैले सुरु कति नआयो भने यसले कसरी खान्छ भन्छु कि नि। हेर्नु न खाएको पन्साको मात्रै। मम्मी त्यहाँ खोलामा हेर न हाँस के कस्तो राम्रो कति रहेछ। यो फुल चाहिँ जतै हुने रहेछ है मम्मी यहाँ। यो फुल हजुर त्यस्तो फुल वैशाखको बिस्कुटको जात्रामा हुन्छ कि छोरा। यो त पत्कर सोर्न जाने ठाउँ जस्तै। हेर्नु न पात झरेर। वाउ कस्तो राम्रो भएको यो पात झरेर पनि। वाउ मम्मी अलि अग्लो भएको भए त नेपालको बाहुबली झर्ना जस्तै हुने रहेछ। अलि अग्लोमा भएको भएदेखि है। हजुर कस्तो रातो रहेछ यो चराको मुखमा। हेर्नु न मम्मी रातो अनि टुप्पोमा मात्र पहेँलो। वाउ
हेर्नु कति टिक फुटेको है। हेर्नु यो मान्छेको जस्तो अनुहार पनि बनाएको रहेछ मम्मी। कत्रो कत्रो आँखा मिराउँदै रहेछ। यही छ मान्छेको मान्छे सबै त्यो रहेछ। यो खिचेको नि त कस्तो राम्रो छ है। कस्तो त फोटो बनाउनु उछल के र हेरिरहँ जस्तो रहेछ। कति राम्रो देखेको जतै एङ्गलबाट हेर्दा पनि है। घरमा भनेपछि त्यसै राम्रो त्यसै राम्रो। मनमोहक मनमोहिनी। मम्मी कति राम्रो तो वाह मैं क्या करूँ इधर ही घर बसा लूँ। कति राम्रो के राम्रो पनि। क्यामेरा घुमाएर देखाउनु मम्मी उता। हजुर ए के गर्ने ठाउँ जान चाहिँ नेपालतिरै पर्ने जस्तो आएको थियो है। यता नेपालतिरै हुन्छ नि। भने हामी घुम्न गयो भने कि पानी आउँछ कि त्यसको घाम लाग्छ। यो त ठुलोबाट हारेको रहेछ कि क्या हो? ठुलो बनाएर यही पानी जाने अनि त्यहीबाट हेर्नु बनाएको छ। कस्तो लाग्यो मम्मी? राम्रो लाग्यो छोरा। यतै बस्नु हुँदैन जानी ल जाऊँ न त। यो पानी आएपछि बढ्छ हजुर बढ्छ यस्तो छ। समुद्र भन्दा नि पोखरी जस्तो खोला खोला उताबाट आउँदो रहेछ सामकिनो। छाता ओढ्नुहुन्छ मम्मी? यहाँ बस्नु क्या हो एकछिन पानी परिरहेछ के को हतार बेलुकासँग जानु पर्दैन नि? पर्दैन। आज मैले यसरी घर सफा गरेँ।
अब म पूजा गर्दैछु बिहानको म साँझको आरती गर्दैछु सबै हाल्नु भनेर हाल्नु पर्यो मैले अनि त्यसपछि म खाना पकाउँदैछु म खाँदैछु मैले आज औषधि खाएँ अब अरू छुटाए नि नछुटाए नि औषधि खाएको चाहिँ छुटाउनु भएन अब बनाउने बानी लगाइसकेपछि खाना पनि छुटाउनु मेरो मम्मीको मेरो मम्मीको मुस्कानै मिठो चिल्ला चिल्ला के सारी स्किम बता दो भन्थे नि त्यस्तो होइन रहेछ ल हेर्नु कति राम्रो ठाउँ रहेछ हिँड्ने ठाउँ पनि दामी रहेछ हिँड्नु मम्मी मम्मी गाह्रो भएको छ आज छैन हुन्छ हजुर बुट्टा भरिदिए चाहिँ ठिकै छ अलि असुगन्धित मात्र भयो त्यति मात्र नत्र बुट्टा भरेर यस्तै देखेछ उता हाम्रो इलाममा 5 पोखरी भन्ने के अरे 5 पोखरी नै होला ठाउँको नाम अनि जता कुनाबाट देखे पनि त्यही पोखरी तर 5 ठाउँबाट देख्ने क्या अनि 5 ठाउँ नै पुज्दै हिँड्नु पर्ने हामी जहिले म त्यहाँ गएको थियौँ के त्यस्तै रहेछ यहाँ त्यहाँबाट हेऱ्यो नि त्यही देख्ने त्यहाँबाट हेर्दा पनि त्यही देख्ने यहाँबाट हेऱ्यो नि त्यही देख्ने यहाँबाट हेऱ्यो नि त्यही देख्ने 5 ठाउँ यहाँ पनि 4 कि 5 ठाउँ रहेछ यहाँ जताबाट हेरे पनि यही देख्ने कहिले बनायो होला हेर अनि धेरै वर्ष भइसक्यो नि हेर्नु न यो त यस्तो भइसक्यो यहाँ पानीले दस बजेदेखि 2 बजेसम्म होइन यता कपिनु न यता ब्याक क्यामेराबाट देखिरहेको छौँ क्या
यहाँबाट हिँडेर फेरि त्यहाँ उक्लिम न ल यहाँ हुँदैन मम्मी फुल टिपिदेऊला तिमीलाई आई लभ यु मम्मी आई लभ यु टु छोरो बेटा कुन यो उखेल्यो भने हुन्छ पानी आउला भने पसोस् खाने हो नो जुस जस्तो हुँदो रहेछ है माथि माथि मान्छेहरूले खर्चिँदो रहेछ नि त हो कि होइन भनेर सुगरलाई त फाइदा अरे मिठो खानु मन लाग्यो ए कतै छोडेको रहेन चराउन चाहिँ कस्तो अर्को युनिक चरा भाइ उता साइडमा जाऊँ न ल एकछिन माथिल्लोपट्टि ए तर बारीको ठाउँ रहन त उतासम्म रहेछ के छ अब छन त छ जस्तो छ ऊ पहिला थियो होला अनि पछि यो सबै अब यो हिँड्ने ठाउँमा झास पलाइसके जस्तो लाग्यो आउनु आउनु Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. हजुर कति राम्री हो कि मेरो मम्मी त यतै 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 हुन्थ्यो त्यो पहिला पहिला कङ्गारुहरू अहिले सबैतिर यस्तोतिर उबार लाग्छ ठाउँतिर होइन अहिले सबैतिर पार्टी गर्ने मान्छे मान्छे मात्रै भेट मान्छे भयो जनावर हरा नत्र ऊ यहाँ माथि बसेर हेर्ने ठाउँ बनाइदिएको रहेछ यहाँ हेर्नु न यहाँ बसेर सबै मुनितिर होइन त्यो चराहरू त्यो कङ्गारु सबै हेर्ने ठाउँ बनाएको रहेछ अहिले सब सखात मान्छेको पार्टी गर्ने ठाउँ मात्र भएछ अहिले चाहिँ अब जङ्गल पार्टी मात्रै गरिन्छ जाऊँ है मम्मी पर्खौँ ल यहाँबाट के छैन अब बाटो निक्लिहाल्यो त्यतै वर्ष होला नि त बाटो निक्लेर हो यो त फेरि कालो रहेछ हेर न यहाँ चाहिँ नेपालको जस्तै रहेछ धेरै नै कालो रहेछ यस्तो हावा त यहाँ देखिँदै थिएन ल पहिलोचोटि हो आधी आधी भएको बाबा भनेको हो कि कालो निक्लिने अब त्यसरी नै के होला त यहाँ कङ्गारु रहेछ होइन नि पैसा त के छ
हेर्नु कस्तो अचम्मको चरा मम्मी झन्नै यो नै न हेर्नु यहाँ कस्तो अचम्मको चरा कङ्गारू रहेछ त नजिकै बढेर हेर्नु मम्मी हेर्नु त ऊ कति नजिक रहेछ हेर्नु मम्मी अभी त्यो बच्चाले त पुच्छरमै छुन्छ क्या हो त्यही त ऊ हिँडेको नि हेर्न पाइन्छ जस्तै यहाँ चाहिँ हेलो भन्दैछु बच्चाले यसलाई मम्मी हेर्नु हेर्नु अनि हेर्नु न हेर्नु मम्मी मुख कति सानो है त्यस्तै छ ऊ त्यो सानो घरमा राख्ने जस्तो छ हेर्नु 4वटा छ जस्तो छ त्यसमा त्यता यता कान हेर्नु न कसरी घुमाउँदो रहेछ यताउति के मम्मी पुरै कानै घुमाउँदो रहेछ क्या ऊ हेर्नु आमा मामा ल गयो उता ए उता उतासम्म रहेछ नि त धेरैवटा रहेछ यहाँ त ऊ यहाँ फेरि कस्तो नाकमा हरियो भएको चरा हेर्नु न नाकमा केही लगाइदियो जस्तो कि मम्मी होइन होला त्यस्तै नै होला अघि जसरी त्यहाँ त्यो थियो नि रातो चुच्चो भएको त्यो पानीतिर यताउता गर्दा मात्र गइहाल्थ्यो नि हो नि बाहुनको चन्दन लागे जस्तो लामो लामो रुखलाई पनि यस्तो लगाइदिएको रहेछ फेरि जाऊँ
यो त अर्कै जस्तो छ त गङ्गारो नै होइन जस्तो कि ठुलो माउ चाहिँ हो कि हेर्नु अर्कै देखेको यसलाई त कस्तो सफा हुने कोही कस्तो फोरी हुने कि यो चरा खायो मम्मी लाउ 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 देख्नुभयो लाउ भन्यो भने खाँदो रहेछ हेर्न मन थियो होइन अन्त यसरी दौडेको हेर्न मन थियो देखियो यहाँ किताबहरू राखेको हुन्छ होइन अब बच्चाहरूलाई पढ्नको लागि यस्तो यस्तो बुकहरू हेर्नु न यो लगेर पढ्दा हुन्छ क्या अब हामीसँग छ भने अब काम लाग्दैन भने यहाँ ल्याएर राखिदिँदा नि हुन्छ हजुर मम्मी हेर्नु हेर्नु यता कस्तो त्यो यत्रो ठुलो चरा यहाँ यस्तो ब्याट पनि रहेछ मम्मी यहाँ कता के हो के ब्याट होइन चमेरो चमेरो हो यहाँ सबैको यिनीहरू सबै छ अरे यहाँ सर्पो पनि छ अरे कछुवा हजुर अस्ट्रिच हजुर मम्मी नेपालमा हुन्छ त यो केही पनि नखानिदिनु भनेर लेखेको रहेछ नि हो नि मैले नि देखेको हम धेरै नजिक नजानु है ठुङ्देला त्यही बजेको हो त पानी खान गएको होला त्यसमा हेर्नु न मम्मी सर्पो रहेछ नि काँचो माछा रहेछ यहाँ फेरि काँचो माछा रहेछ त्यति लामो होला त ए यहाँ माथि ऊ ए काँचोमा फेरि कति लामो रहेछ कहाँ पुगेको माथिबाट आउला जस्तो We are from Nepal. धेरै नजिक नजानु है मम्मी बिस फाल्देला आमा जिब्रो निकालेको हेर्नु मम्मी हेर्नु न पछाडि फर्केर हेर्नु त मम्मी ओ माई गॉड मम्मी बिस फाल्देला है यता आउनु
मलाई त डर लाग्छ एकदमै म त सपनामा देखेँ भने पनि तर्सिन्छु पो त खत्रो चाहिँ कहाँ पुगेको हेर्नु न आमा मम्मी त यसरी उड्न सक्दो रहेछ ए भगवान् कोही कोही त उड्ने हुँदैन कोही कोही त उड्ने नै हुन्छ मेरो त शरीरमै हिँडे जस्तो लागिसक्यो मलाई जम्म मम्मी जम्म तर्सी ए प्रभु नारायण 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 उसको त्यस्तै नै होला मम्मी तपाईँको हातै खाइदेला है के बजाउँदो रहेछ मुख बजाउँदो रहेछ के अरे ऊ भित्रै थियो त्यो उजना सर्पभित्रै त्यसको अन्डा अन्डा त होइन त्यो होइन होला है कहाँ मम्मी होइन ढुङ्गा हो त्यो त कत्रो खुट्टा हेर्नु न पानी खाँदैछ ए ऊ पनि रहेछ चमेरो Oh, what are you doing here? Damn, bro, you and Ari go crazy. Not so sorry. That rat is massive. माथि हिँडेको हेर्नु What are they feeding the rats?